कति टाइम्स ठुलो चाहिएको हामीले त्यही हिसाबले यसरी ड्रइङ गर्न सकिन्छ ल। ओके, अब कति केसमा के हुन्छ भन्दाखेरि अब हामीसँग रेफरेन्स सानो हुन्छ अनि कहिलेकाहीँ हामीलाई त्यो रेफरेन्सको ठ्याक्कै डबल अथवा 2 टाइम्स 3 टाइम्स ठुलो बनाउनु पर्ने हुन्छ। त्यो केसमा चाहिँ हामीले कसरी ग्रिडलाई इम्प्लिमेन्ट गर्ने भनेर सिकाइदिन्छु। अब मानौँ हामीसँग यो रेफरेन्स भयो, यति सानो रेफरेन्स छ। अब यसको हरिजेन्टल यो 15 cm छ, भर्टिकल्ली यसको लेन्थ ब्रेथ चाहिँ यति छ है 19 cm। यसको हिसाबले 2 टाइम्स ठुलो 3 टाइम्स ठुलो अब त्यो आफूमा डिपेन्ड गर्छ कत्रो साइज हामीले बनाउन खोजिरहेको छौँ है। मानिलिउँ अब यहाँ सिम्पली कसरी बुझ्ने भने 15 अब ओके, जस्तै हामीलाई यसको 1.5 टाइम्स चाहिँ ठुलो चाहियो होइन। 15 × 1.5 गर्दाखेरि हाम्रो कति आउँछ 22.5 सेन्टिमिटर आयो होइन। अब यसको भर्टिकल 19 cm छ होइन। 19 cm × 15.5 गर्दाखेरि 28.5 सेन्टिमिटर आयो होइन। यो हरिजेन्टल र यो भर्टिकल हाम्रो इक्वल हुनुपर्छ नि त, त्यही भएर मैले 15 लिएको छु यहाँ। अब यसको कन्सेप्ट के हुन्छ भन्दाखेरि अब यो हामीले यो 1.5 टाइम्सले ठुलो बनाउनु पर्ने भयो होइन। अब हामीले यहाँ कति आयो 22.5 सेन्टिमिटरको हामीले यो बनायौँ नापेर स्केलमा है। अनि हाम्रो यो भर्टिकल 19 × 1.5 = गर्दाखेरि हाम्रो 28.5 सेन्टिमिटर आयो। यो यसको लेन्थ र ब्रेथ चाहिँ एक्ज्याक्ट आयो। अब यसमा हामीले ग्राफ पनि बनाउँछौँ होइन। अब मानिलिउँ हामीले यहाँ 3 सेन्टिमिटरले बनाइरहेको छौँ होइन। यो इन्डिभिजुअल बक्स चाहिँ कति छ 3 सेन्टिमिटर अथवा 4 सेन्टिमिटर 2 सेन्टिमिटर अब जतिसुकै छ त्यो म्याटर भयो होइन। जस्ट कन्सेप्ट चाहिँ क्लियर हुनु पऱ्यो क्या यहाँ। यो एउटा इन्डिभिजुअल बक्स हामीले 3 सेन्टिमिटर छ होइन। अब यो सबै बक्स चाहिँ हाम्रो 3 सेन्टिमिटरको छ यहाँ होइन। यहाँ पनि अब हामीले यसलाई त हामीले 1.5 टाइम्स ठुलो बनाइरहेको छौँ नि त। अब यहाँ चाहिँ के गर्ने भन्दाखेरि अब हामीले 1.5 टाइम्स ठुलो बनाइरहेको छौँ भने तब यो बक्स पनि 1.5 टाइम्स ठुलो हुन्छ नि त। त्यही भएर यसमा हामीले 3 सेन्टिमिटर × 1.5 गर्दाखेरि कति आयो 4.5 सेन्टिमिटर आयो। अब हामीले यहाँ चाहिँ 4.5 सेन्टिमिटरको बक्स चाहिँ बनाउनु पर्यो यो सबै एउटै साइजको है। अनि जस्तै अब यसमा अब हाम्रो रेफरेन्स भयो कुनै पनि होइन। अनि ठ्याक्कै यसको डबल हुँदाखेरि अब हाम्रो यसरी त्यो रेफरेन्स चाहिँ यत्रो ठ्याक्क अब हामीले कति टाइम्स ठुलो चाहिएको हामीले त्यही हिसाबले यसरी ड्रइङ गर्न सकिन्छ ल।